सर्वप्रथम त सम्पूर्णमा नमस्कार। म अहिले हजुरहरूलाई हाम्रो राष्ट्रिय फुल लालीगुराँस देखाउन गइरहेको छु। यस मौसममा हाम्रो जङ्गलमा रहेको लालीगुराँस फुलेर ढकमक्क भएको छ। वनभरि लालीगुराँस फुलेर रातै भएको छ। अहिले यी हाम्रो जङ्गलमा लालीगुराँस फुलेर जताकतै बिहाकी बेहुली सिँगारे चाहिँ जङ्गल नै सिँगारिएको छ। हजुरहरू देख्न सक्नुहुन्छ लालीगुराँस ढकमक्क फुलेर जङ्गलै रातै देखिन्छ। हजुरहरू पनि लालीगुराँस फुलेको हेर्नको लागि हाम्रो जिल्लामा आएर लालीगुराँस हेर्ने, अर्घाँचीमा रहेका विभिन्न धार्मिक पर्यटन स्थलहरू भ्रमण गरी आनन्दमय जीवन र यात्रा गर्नुहुन अनुरोध गर्दछु।